हेलो गाइस होइन हामी चाहिँ आज मेरो बुढी र मर्को धुनाको खोलामा होइन टक्क लगाएर आमामा होइन यस्तो यस्तो जाडो भएको छ खोला यता छ होइन बाल छ फेरि मेरो बुढी चाहिँ होइन यता लुगा धोइरहेको छ लुगा निकालिरहेको छ होइन अब हामी चाहिँ टक्क लगाएर अब यहाँ लुगा धुनु लाग्यो लुगा फेरि बब्बाल छ कि हाम्रो आमामा भयो नि त अब 3-4 दिन नधुएको थियो लास्ट जाडो परेर अनि त्यो भएर हामी चाहिँ अनि आज यसो लुगा धुइदिउँ भनेर यसो आएको लास्ट चिसो रहेछ खोला आमामा है लास्ट चिसो कि खोला त आमामा यस्तो बब्बाल खोला सरर बगिरहेको छ है फेरि त्यस्तै चिसो छ अनि मेरो बुढी चाहिँ टक्क लगाएर अब लुगा धुने सुरुवात गर्दैछ होइन लुगा फेरि बब्बाल छ क्या अनि हामी लुगा धुनु लगाएको चाहिँ यस्तो छ होइन ठाउँ उता धुने भनेको उतातिर मान्छेहरू पनि छ कि होइन तर हामीलाई यो ढुङ्गा राम्रो लाग्यो अनि त्यसले यो ढुङ्गामा धुनाको टक्क लगाएर खोलाहरू चाहिँ यस्तो छ है नाइस छ यार जाडो पनि फेरि त्यस्तै नाइस छ कि मेरो बुढीले अब यहाँ भिजाउनु भिजाउ मेरो बुढीलाई यहाँ अब लुगा राख्दैछ किनकि अब फर्स्टमा गाह्रो धुइदिउँ भनेर अब यस्तो ज्याकेटहरू अब होइन ज्याकेटहरू चाहिँ जुस्तै होला काली हेर न अस्ति त यो खोला भरे पुरै लाइनले थियो कि आमामा होइन अब मेरो बुढीले अब धुनु सुरुवात गर्छ होइन यतातिर त्यही हो गाइस म चाहिँ अब यहाँ होइन बुढीलाई अब यसो लुगा भिजाएर दिनु पऱ्यो होइन अब बुढीको काम चाहिँ साबुन लाउने अनि म चाहिँ धुने हो टक्क लगाएर म चाहिँ अब यहाँ के साबुन लाउँछु लुगा भिजाइदिन्छु अनि टक्क लगाएर अब होइन गाइस म चाहिँ होइन अब लुगा भिजाएर बुढीलाई दिन्छु अनि मेरो काम चाहिँ धुने काम हो बुढीले चाहिँ साबुन लगाएर मलाई दिन्छ दिनुहोस् होला तपाईँहरू हल्का कसरी लुगा धुन्छ भनेर हाम्रो लुगा चाहिँ होइन अब सक्नु लागिसक्यो होइन यति मात्रै छ अनि बाँकी चाहिँ हामीले यसो धोएर यसो लागेको छ होइन अब हामी सानो लुगाहरू चाहिँ यसमा निचार्दै हाल्ने गर्ने छ होइन अब होइन टक्क लगाएर पानी चाहिँ लास्ट चिसो छ एउटा होइन के भन्ने केटाकेटी हो सबैजना हो होइन र लास्ट पानी लास्ट चिसो छ क्या घाम पनि लगाइरहेको छ जाडो पनि भइरहेको छ यस्तो मौसममा यस्तो फिल भइरहेको क्या मलाई सो अनि मेरो बुढीलाई चाहिँ झ्याउ लाग्यो भनेर होइन छिटो धोएर अब घर जाउँ भनेको होइन अनि नचल भनेको जिस्काएको होइन रिसाउँछ रिसाउँछ मेरो बुढी छिटो लुगा धौ न यार तिमी यार धेर छैन अब यति हो अनि त्यति यो त बाँकी त धोइसकेन हामी होइन घर जाउँ भनेको कसरी जाने हो यो तरेर चाहिँ होइन यो बिचमा चाहिँ गहिरो हो कि फेरि चिप्लो ढुङ्गा नि त त्यही भएर कसो जाने हो है छैन क्या सो हामी चाहिँ केही ढिलो नगरिकन लुगा धुने कार्यक्रम सुरु गर्छु होइन टक्क लगाएर हामी रेडी भएपछि नि तपाईँहरू है लुगा धुम भनेको फेरि यता एउटा खोल्यो फेरि यहाँ यस्तो लक्कु ढालाई बनाएर रहेछ क्या होइन अब अनि त्यहाँ यहाँ लक्कु ढालाई बनाएको रहेछ अनि यसलाई चाहिँ हाल्दै त्यसरी लाग्दैन गाइजहरू त्यसरी लाग्दैन ट्राई गरिदिउँ सो फाइनल गाइज होइन मैले लगाएर छाडेँ होइन लगाएरै छाड्यो होइन टक्क लगाएर अब लुगा धुदिउँ बुढीले साबुन लगाइसक्यो यति सो होइन यहाँ मान्छे होइन दिदी र फु पनि आइरहेको छ होइन यहाँ यस्तो हुन्छ कि थुङ्सेमा होइन थुङ्से हुन्छ कि फेरि लुगा धुने होइन थुङ्से हुन्छ कि फेरि हामीले चाहिँ बाटामा लिएर आयो होइन यति छ हाम्रो चाहिँ होइन यति छ यता आज त अलिक धेरै छैन अनि तर खोलामा लोत लुगा धुने मान्छे आउँछ यार बिहान झन् लोत थियो सो हाम्रो पनि सकिरहेको थियो होइन हाम्रो चाहिँ सकेको थियो अब यति अब धेरै छैन अब हाम्रो चाहिँ अब बस अब यही एउटा टन्न मात्रै छ त्यो सकेपछि नै हामी घर जाउँ भनेको अब फेरि यता फेरि फुक र दिदी पनि आइहाल्छ अब यहाँ
त्यत्रो लुगा धोएको यार राम्रोसँग पनि पखालेको छैन रिसाउँछ मेरो बुढी यार ल राम्रोसँग पखालेन रे यार यत्रो खोलामा जाम गरेर निचारेर पखालेको यार अब राम्रोसँग पखालेन गाह्रो छ मेरो बुढीले बाटा फालिदिएको होइन बाटा ऊ बोगाइरहेको छ फेरि दिदी दौडेर गइरहेको छ यस्तो कमेडीहरू बाटा बोगायो बाटा के भिडियो नबनाए के नबनाउनु त काज धुन्छु नि हात भनेको फालिदिएको यार मेरो बुढीले यार दिदीले समात्नै सकेन फेरि कहाँ गएर नि कहाँ खै एउटा सुन्तलाले त खाइदिउँ सुन्तलाले त दिन नदिनु मन यो मान्छे चाहिँ होइन सुन्तला बोकेर आइरहेको छ हामी सुन्तला होइन रोक न हामी सुन्तला खाने यत्रो लुगा होइन यत्रो धोएर बसिरहेको छ है के लिएर फेस वास सबै लिएर आयो क्या के हो सुन्तला पनि कति सानसानो हो दुईवटा सुन्तला हामीले दुईवटा सुन्तला पाइसक्यो यताबाट जान यताबाट त्यो त पुरै चिप्लो हो यहाँ बिचमा मात्र गएर हो क्या म त धुँदैन म त मान्छे अलरेडी तल अघि नै बोलाएन मैले के म धुँदैन कहाँ त्यहाँको यत्रो गहिरो होइन तर यहाँ हेर्दा मात्र गहिरो छैन कि गहिरो छ त्यत्रो लुगा धोएर पनि होइन अझै त्यही मान्छे छ क्या आमामा होइन दिदीले धुना भने दिदीले लास्ट लुगा लिएर आएछ मेरो बुढी चाहिँ अब अलिकति अब हामी चाहिँ त्यो लुगा चाहिँ हाम्रो लुगा चाहिँ के अरे सुकाएर आऊ भनेको छ अनि म चाहिँ सुकाएर फेरि लिएर आउने धुनलाई सो गाइज होइन अनि मेरो बुढी चाहिँ त्यहाँ लुगा धोइरहेको छ अनि म चाहिँ यसो घर जान्छु मोबाइल एकछिन चार्ज गरिदिन्छु किनकि मोबाइल पनि मैले हिजोबाट चार्ज गरेको थिएन त्यसैले अनि बसेँ ल है अनि के हो आन्टी यता आइज नि त मेरो भतिजले चाहिँ मलाई होइन आन्टी दियो होइन फेरि नामै आन्टी रहेछ कि फेरि मलाई केही थाहा थिएन कि होइन म त को चाहिँ आन्टी भनेको त होइन पहिला यहाँतिर यस्तो पहिला त पिङ्की पाउँथ्यो नि त अहिले त आन्टी भनेर पाउने रहेछ सो मेरो भान्जा फेरि होइन भान्जा रे भतिज चाहिँ जाडोमा नुहाउनु लगाएर कसो गरेर हो जाडोमा नुहाउनु सक्छ त यहाँ म चाहिँ घर जान्छु भनेको यहाँ फेरि उता माथिबाट लुगा बोकाएर ल्याएर छ लुगा समात्नु पर्ने हुन्छ मैले यहाँ कहाँ कहाँ सर्बोक टाउ कहाँ भाइ कतातिर कता खोइ ध्यान त खोइ सर्बोक टाउ ए त्यही हो माछा सर्बोक टाउको त्यही हो कुन मान्छेलाई स्याल बनाउने कुरा गर्छ यो भाइ प्लास्टिक र सर्बोक टाउको खै यता हेर्दा सर्बोक टाउको भन्ने हेरौँ यो चाहिँ स्याल भयो है यहाँ लुकै बोकायो हुन्छ यार लुकै पाएन सेट भयो गाइज होइन अब बाटो दिन्छ कि भनेर बसेको होइन अझै लुगाहरू धुन लास्ट टाइम लाग्ने छ अनि मैले चाहिँ थुन्सेमै बोकेर लान्छु भनेर अनि थुन्से लिएर आएको छु अब थुन्सेमा बोकेर अनि टक्क लाएर जान्छु म पनि होइन अनि त्यही हो गाइज यस्तै छ हाम्रो
त्यसो हाम्रो दिनहरू यसो नै बितिरहेको छ है आउने लुगा धुने यसो बस्ने दिन यसो बितिरहेको छ अनि आज मेरो भिडियो यहीँ एन्ड हुन्छ होइन भिडियोहरू आउँदै गर्छ गाइजहरू होइन राम्रोसँग हेर्छु होला तपाईँहरू अनि थोरै माया देखाइदिनु होला अनि म आजको लागि यति भनेर भिडियो एन्ड गर्छु बाई बाई साथीहरू